हेलो साथीहरू, आज म आटाको पुरी बनाउन गइरहेको छु। सो हजुरहरूले भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। अनि मैले चाहिँ पुरीमा अनि मुस्नको लागि पानी लगाएर अनि दुध पनि लगाएँ। दुधमा अनि फेरि फ्रेस घरमा घिउ बनाएको थियो, त्यो लगाएर मजाले आटा मुस्दा गरेर अनि मैले 1 घन्टा जति आटालाई रेडी गर्नलाई छोड्दिएँ। अनि त्यहाँबाट अनि मैले चाहिँ ठिक्क मिडियम साइजको आटा बेलेर अनि यसरी राखेँ। अनि बेल्दै राख्दै गरेर अनि यसरी मैले पुरी फुलाएर राखेँ। एकदम यसो गर्दाखेरि चाहिँ मजाले फुल्दो रहेछ। सो हजुरहरूले पनि यसरी नै बनाएर खानु र लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला साथीहरू। अनि मैले चाहिँ यो पुरी, दही अनि सिमी आलुको सब्जी, आलु काँक्राको अचार, करेलाको अचारमा खाएको कि साथीहरू, एकदमै मिठो लाग्यो। मैले चाहिँ चिया पनि बनाएको थिएँ दुध हालेको, त्यो चाहिँ देखाउन बिर्सेछु। सो हजुरले पनि यसरी नै खानु, कस्तो लाग्छ प्रतिक्रिया दिन नबिर्सिनु ल साथीहरू। ल त बाई साथीहरू।